तपाईँ भर्जिन हो कि म भर्जिनै हो त तपाईँ भर्जिन त माखसम्म होइन हो क्या ये सब क्या देखना पड़ रहा है पत्याउँदैन पो अब अनि तिम्रो चाहिँ बोयफ्रेन्ड छ कि छैन बोयफ्रेन्ड त एक ठ्याक नो कन्ट्याक्ट हो ए अनि वान नाइटको 1000 रुपियाँ लिन्छ अरे हो म्याचिङले 1600 छ ल चाहिँ त्यो कुरा नगर न 1000 मात्रै दिन्छ अरे क्या घन्टा मुला तिम्रो थोपडा हेरेर कसले 1600 दिन्छ गणपतिको बानाकी तेरो मुखमा फेरि छेड्दिन्छ आएर अनि केटाहरूले तिमीलाई चाहिँ के भनेर बोलाउँछ नि माल ए माल पो भन्छन् अनि मलाई नमस्कार गर न गर्दिन म्याच के गरे क्या उमेर जान लागिसक्यो यसको लागि जति समय लाग्छ त्यति समय लाग्छ हतार गरेर हुँदैन अनि त हतार गरेर हुँदैन भोलि पर्सि एक न एक केटीले त हेरिहाल्छ नि लत्ते कसैले नि हेर्दैन ए नचाहिँदो कुरा नगर न हेरिहाल्छ नि एक न एकले त अब बिहे गर के बिहे त गरौँ भनेको चोखो केटी नै नपाइने रहेछ अहिले 12 वर्षमा फुटाइदिन्छ भन्दैन है केटाहरूले 12 वर्षमा फाक हुन्छ 12 वर्षमा केटाहरूले फुटाइहाल्दो रहेछ अनि त्यस्तो केटी के गर्नु यार मलाई त चोखो केटी चाहिएको यार काम छैन है वाह के हो पुरै लुगा लाएर सुत्या त नाङ्गे सुत्दिन भिनाजु आफ्नो बुढी त हो नि अहिले बेला भएन साल नानी अहिले एकछिनमा तिमीले भिडियो कल गर सबै देखाउँछु म छानचुन गरेकोदेखि लिएर पड्काएकोदेखि लिएर सबै ब्ल्याङ्केट भित्र जानु भिनाजु होइन के अरे मोबाइललाई यता राख्नु अनि ब्ल्याङ्केट भित्र दुईजनै गुटो मुटो हुनु पुरै प्याक 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 दिनु क्या त्यो त भन्नै पर्दैन भिनाजु तपाईँहरू गर्नु न तपाईँहरू स्टार्ट गर्नु न मर्छ होला है तिमी त त्यस्तो हेऱ्यो भने त ए भिनाजु कस्तो स्ट्रङ भएर बस्छ एकचोटि गरी त हेर्नु के बाँकी हो गर्नु नगर्नु त्यति गर्नु त ल दिदी भिडियो कलमा ऊ त्यहाँ सोफामा मैले राख्छु क्यामेरा होइन अनि हामी दिदी र भिनाजु यहाँ प्याट प्याट पड्काउँछौ तिमी उताबाट तिमी औँला घुसार्दै बस्छ भिनाजु मलाई मलाई घुसार्नै पर्दैन नि त्यस्तै चाहियो भने त मैले एक कल घुमायो भने त यहाँ 100 वटा केटा लाइन लाग्छ होला 100 जना केटा लाइन लाग्छन् अरे के बोलेको यार अलिकति बोल्नुको सीमा हुन्छ नि किनभने म काठमाडौँमै छु नि त अनि आधी जस्तो केटाहरू काठमाडौँमै छ आधी जति केटाहरू छ भन्दैमा फोन गरेको बित्तिकै दौडेर आउँछ नि त यस्तो भनेपछि त केटाहरू जति टाढो भयो नि पुग्छ नि क्या फेरि ए भनेपछि केटाहरू सबै सेक्सको लागि मर्दो रहेछन् होइन अनि ट्याक्सी भाडै थिएन अनि त कसरी आउँछ नि त यदि ट्याक्सी भाडा भएन पठाउ भाडा भएन भने नि ओइ दिन यार माल भेट्न जानु पर्यो लास लाग्छ भने नि साथीलाई मागेर भए पनि घरमा एक्सिडेन्ट भएको छ हस्पिटलमा छु म भनेर भए पनि जसरी भए नि पैसा मागेर आउँछन् क्या केटाहरू कुद्दी कुद्दी आउँछन् फेरि यो सब कुरा छोडिदिउँ अनि यो दाइले चिन्छौ ल केटा हो हामी घरमा बसेर तँ पड्काइरहेछ नाचिने नाचिने रन्डीको छ मुजी आफ्नो आमाको कसरी तले गर्छ जिबा हो त आइज रन्डीको बान नाचिने 208 एनमोर रोडमा आइज मसँग खुकुरी छ घन्टा नाचिने देख्यो गाइस देख्यो डु यु सी मलाई के भन्दैछ रन्डीको बानी को हो करोडपति हो केटी बस रन्डीको छोरा मुजी भालुको छोरा बढी बोल्छस् रन्डीको छोरा नाचिने हेर त तिमीलाई कस्तो रिस उठ्यो त खाते मुजी पशुपतिमा लगेर गाड्दिन्छु नाचिने रन्डीको छोरा भालुको छोरा लाडो खा मेरो फक म्याच अहिले खानेवाला जस्ट नेक्स्ट खुकुरी ए नाचिने तँलाई मार्न आउँदैछ लिउ बुध घन्टा नाचिने मसँग खुकुरी छ भालुको छोरा बढी बोल्छस् रन्डीको छोरा नाचिने आइज म्याच सिक्ने म तोप खाएर बसिरहेको छु झगडा गर्नु हुँदैन सबैजना मिलेर पो बस्नुपर्छ त यो ठुल्ठुलो कुरा गरिरहेको थियो क्या म्याच सिक्ने ठोक्नु पर्यो भने रन्डीको छोरा भागेको क्या म्याच अनि हाम्रो दाइलाई चाहिँ किन यति साह्रो गाली गरेको सानो दुश्मनी छ क्या पहिल्यैदेखिको ए अनि यो सब कुरा छोडिदिनुहोस् अनि अन्तिममा के भन्न चाहनुहुन्छ बोयफ्रेन्ड त एक ठ्याक नो कन्ट्याक्ट हो